So hello नमस्ते सम्पूर्ण साथीहरुलाई and welcome back to my YouTube channel after a long time I'll be back again with new video guys. आज तपाईहरु सबैलाई स्वागत छ मेरो ब्लगमा है। अनि आज चाहिँ हामी आज भन्दा नि हिजो चाहिँ हामी मोरङ देखि हाम्रो पाँच थर फिदिमसम्मको यात्रा थियो। एकदम यात्रा चाहिँ बीचमा पानी परे एकदम कष्टकर यात्रा रह्यो तर पनि आइसकेपछि यो ठाउँमा चाहिँ एकदम रमाइलो भयो। हेर्नु यो ठाउँ देखाउन चाहन्छु तपाईहरुलाई। यताबाट सुरु गरे सट्ट ल्याएर चाहिँ यो घर हेर्नुस्। ओ माय गॉड। हेलो रोहन सर के छ आज हाम्रो यात्रा कहाँसम्म? शेखर सर के छ खबर? नमस्ते। हामी कहाँ आइपुग्यो अझै? हैन फोटो खिच्न। कहाँ? हामी कन्यामदेखि फिक्कलदेखि कटेर निकै माथि आइसक्यौं। अब यहाँदेखि लगभग 28-29 किलोमिटर होला इलाम बजार पुग्नलाई। आजको मौसम कस्तो छ त? आम्मा आज त केही देख्नै भएन। बाटो त देखेको छैन। अनि यो ज्याकेटको हालत चाहिँ के हो? यो पानीले हेरौँ न यस्तो बनाछ पानी भिजेर हैन के गर्ने अब यस्तै हुँदा पनि घुम्न त रहर लागेर आएको अब रमाइलो भइरहेछ जे होस् हिँड्न चाहिँ। तर एकदम मजा भन्दा पनि एक्सपेक्ट गरेको भन्दा कम्ती भयो क्या मजा चाहिँ। हो त मौसमले साथ दिएन नि त। ल साथीहरु फाइनली हामी हाम्रो डेस्टिनेसनमा आइसकेका छौँ र यहाँ सुरु हुँदैछ हाम्रो खानपिन चाहिँ चियाबाट केटाहरूले चिया खाँदैछ। हो हाम्रो एकदम टाढोबाट आउनु भएको छ हाम्रो एकदम मित्र उहाँलाई भेट्न आएको विशेष गरी ताप्लेजुङ सिरिजङ्गा गाउँपालिका। ल एकदम दामी ठाउँ रहेछ है। हामी आइसक्यौँ साथी चिया लिएर आउँदैछ। मेरो पनि चिया ल्याइदिए केटा यहाँ छ होइन यो चाहिँ पिङ्क छ। त्यस पछाडि यहाँ भित्र हेर्नु ओ बसेर खाने ठाउँ दामी छ। ल के छ केटा आजको? हेलो के छ? हेलो रोहन सर के छ? आजको यात्रा कस्तो भयो त? आजको यात्रा कस्तो भयो साथीहरु? आजको यात्रा दुःखमय भयो साथी। तर जुन ठाउँमा आइपुग्यौँ त्यो ठाउँ चाहिँ एकदम सुखमय हो। दामी छ है एकदम राम्रो छ। ल यहाँ भित्रको वातावरण हेर्न सक्नुहुन्छ। यहाँ भित्रको रुम यस्तो दामी। ओ माय गॉड यहाँ हेर्नु ओ कस्तो दामी फुलहरु रहेछ यार। कुन चाहिँ हो मेरो यो चिया? ओ यो चाहिँ हामी बसेको होमस्टेको किचन यस्तो दामी छ हेर्नु त है। वाह सबै भाँडा बर्तनहरू मिलाएर राख्नु भएको छ। आन्टी हुनुहुन्छ यहाँ पानी भर्दै हुनुहुन्छ। यहाँ हेर्नु भाँडाकुँडाहरू कस्तो मजाले मिलाएर राख्नु भएको छ ट्याक्क। यो तोङबा हेर्नु वाह होइन गाग्रीहरू। यहाँ खाना हाम्रो लागिसक्यो। अब यो खाना खाने हो चट्ट बसेर सुँगुरको मासु र रायो साग चट्ट दामी बनाउनु भएको छ हाम्रो सिस्टरले। ल साथीहरू हाम्रो चाहिँ अब खाना खाने बेला भइसक्यो राति है। दामी खाना छ वाह हेर्नु त। ल साथीहरू खानुहोस् खाना कस्तो छ भन्नुहोस्। ल खास साथी हो खाना खानुहोस् न यार पहिला अनि भन्नुहोस् न। आम्मामा हाम्रो एकजना साथी किन झोक्रिनु भएको त? अनुहार त अनि पुरा त्यो के अरे देसान लागेको कुखुरा जस्तो छ त। के भयो आम्मा नि बिचरालाई। ल न तपाईँ यस्तो नहुनु न फ्रेस हाम्रो ग्याङको इन्टरटेन गर्ने मान्छे नि तपाईँ हुनुहुन्थ्यो। त्यही त अघि बिहान त खतरा नाच्दै नि त तपाईँ। ल साथीहरू हामी खाना खान्छौँ। गुड मर्निङ गाइज है। हामी चाहिँ आज फिदिममा बसेर अनि यता के छ अनि गुड मर्निङ एकदम रमाइलो भइरहेछ नि होइन। सो गाइज है हामी चाहिँ रमाइलो गरिरहेको थियौँ। साथीहरू सुतिरहेछ। अनिस भान्जा म परबिन चाहिँ उठिरहेको छौँ। बिहान बिहानै उठेर हाम्रो अनिस सर चाहिँ ह्यान्डसम भएर केटाहरू सुतिरहेछ है। अनि के छ अनि कस्तो रमाइलो भयो कि भएन? यस्तो रमाइलो भयो आउँदा चाहिँ गाह्रो होइन निकै टाढो पऱ्यो आउनु चाहिँ। तर तपाईँको आइसके पछाडिको यहाँ चाहिँ रमाइलो भन्ने कुरोको नेक्स्ट लेभलको रमाइलो थियो। अहिले चाहिँ चिया पानी सकेर चिया खान जाउँ। अनि हाम्रो होमस्टे कस्तो छ त? होमस्टेको त कुरै नगरौँ बाफ्रे यस्तो दामी सोचेको भन्दा दामी क्या होमस्टे चाहिँ। मलाई चाहिँ नि यो त्यो घर छ नि जारे फिल्ममा देखाएको छ होइन त्यस्तै टाइपको घर चाहिँ यस्तो राम्रो मनपर्छ कि त्यो घर रहेछ क्या यहाँ। अनि त्यो घरभित्र बसेर खाने ठाउँ अनि त्यसमा चाहिँ पुरानो चाहिँ त्यो चिजहरू कस्तो राम्रो क्या। अनि हाम्रो यहाँदेखि गन्तव्य कहाँसम्म छ त अनि भनिदिनु न त। यहाँदेखि फिदिम बजार पहिलो नम्बर फिदिम बजार पुग्न यहाँदेखि 15-20 मिनट लाग्छ होला। फिदिम बजार गएर बजारमा घुम्ने गर्ने चिसो तातो खाजा खाने। त्यस पछाडि अर्को हाम्रो गन्तव्य भनेको फेरि घर फर्किने। हाम्रो सुटिङ भएको ठाउँ भनिदिनु न त। के भन्छ त्यो? उनको स्वेटर भन्ने फिल्म सुटिङ भएको ठाउँ सुकेटार समथिङ राके के भन्छ अरे त्यहाँ पनि पुग्ने भन्ने कुरा गरिराख्नु भएको छ साथीहरूले। लगभग हामी पुग्छौँ होला त्यहाँ पनि आज होइन दिनभरि आज दिन हाम्रै छ।
भयो भने आज फर्किन्छौँ भएन भने भोलि मात्रै फर्किन्छौँ हामी इन्जोय भइरहेछ नि पर मजा भइरहेछ एकदम रमाइलो चिया खान जाउँ है त ल ओके ल लेट्स गो ल साथीहरू है हामी चाहिँ हिजो 5 तर आएको थियौँ साथीहरूसँग हामी 4 जना हाम्रो यहाँ माथि ताप्लेजुङबाट एकजना साथी आउनुभयो सन्देश भन्ने 5 जना आयौँ जम्मा यस्तो रमाइलो गर्यो अनि अहिले बिहानको मर्निङ भ्यू हो यो चाहिँ होइन एकदम रमाइलो छ यहाँको वातावरण एकैछिनमा हुस्सु आउँछ एकैछिनमा घाम लाग्छ एकैछिनमा पानी पर्छ अलिकति हामीलाई भ्यूहरू हेर्न चाहिँ अप्ठ्यारो भइरहेछ तर पनि रमाइलो छ र फाइनली यहाँ ठोट्ने भेट्यो क्या साथीहरू हेर्नु त ए ठोट्ने खानु पऱ्यो क्या म कस्तो रहेछ ओह अमिलो यो ठोट्ने रहेछ ठोट्ने भेट्यो खाइयो होइन अब हाम्रो खाना पाक्दैछ हामी खाना पाकेर खाना खाए पछाडि फेरि हामी फेदिम बजारदेखि लिएर तपाईँको माथि माथि अब कता कता हुन्छ घुम्ने ठाउँ घुम्दै हामी अब फिक्कल हुँदै तपाईँको इलाम बजार हुँदै हामी फेरि हाम्रो मोरङतिरै हाम्रो घरतिर फर्किनेछौँ सम्भव भयो भने आज फर्किन्छौँ भएन भने हामी भोलि फर्किने भनेर सल्लाह भइरहेछ हेर्दै गर्नु होला ल साथीहरू अब चाहिँ हाम्रो बिहान अब 10 बज्न आँटिसक्यो होइन खाना खाने टाइम भयो यहाँ खाना आइसक्यो हेर्नुहोस् लोकल कुखुराको सुपसँग खाना खायो हाम्रो साथीहरू चाहिँ निन्द्रा नपुगेर झोक्रिराख्नु भएको छ अझै पनि होइन निन्द्रा त पुगेन बिहान 4 बजी त सुतेको होला होइन अनि त्यही भएर हेर्नु अब खाना खान्छौँ हामी खाना खाएर हिँड्छौँ यहाँ हामी पाहुना घरमा थप खाना आयो साथीहरू नलजाऊ है नलजाउनुहोस् खाना चाहिँ म त यति धेरै थपिसकेँ खाना यहाँ डल्लै छ मासु पनि हो माई गड कहिले खाइसक्नु यार अलिक बल गरौँ है साथी खाना अलिक बल गरौँ है भएन तपाईँहरूको यार यो खै साथीहरू कस्तो छ खाना भन्नुहोस् ल रुचेन तर रुचेन पड्मियामा के छ खाना रोमन साथी खाना साना खाइसक्यो साथीहरू फाइनली पुरा क्लियर भयो हड्डी मात्रै बाँकी रह्यो यहाँ थालमा हेर्नु पुरा त्यहाँ त्यो भाइ चाहिँ अलिअलि सुप खाँदैछ उहाँ सरले आज पुरा लेजी गरिराख्नु भएको छ खाना खानलाई के भयो सर तपाईँलाई I have some insomnia. खाना I have some serious diseases. Which disease you have? I have insomnia. आज चाहिँ हामी यहाँ छौँ साधुटारमा यो सुके पोखरी हेर्न आएको होइन यस्तो दामी नजारा देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ आलुबारी एकदम दामी छ आलु रोप्नु भएको रहेछ धेरै होइन यो चाहिँ पोखरी अझै निर्माण हुने क्रममै रहेछ होइन यो पोखरी पहिला ठुलो थियो अरे अहिले सुकेर अलिक सानो भएको रहेछ होइन फेरि पानी बढ्ने सम्भावना छ भन्दै हुनुहुन्छ यहाँको स्थानीय दाइ अङ्कलहरूले होइन बढ्दैछ पानी अनि हामी चाहिँ यहाँ हिँड्दा एकदम गलिसक्यो क्या टिकटक बनाउँदा के गर्दा होइन ल हेर्नुहोस् तपाईँहरू यो चाहिँ सुके पोखरी भन्छ नाम पनि ठ्याक्कै सुके पोखरी ठ्याक्कै पोखरी पनि सुकेको क्या ल हेर्नुहोस् सुके पोखरी पनि सुकिरहेछ ठ्याक्कै मिलिरहेछ होइन पोखरीको नाम र ल यस्तै छ अब आज हामी घर फर्किँदैछौँ बाटोमा बिस्तारै एकदम मौसम चिसो छ हुस्सो लागिरहेछ पानी हल्का परिरहेछ होइन जाडो छ राम्रो छ मौसम जस बाइकमा हिँड्न हामी स्पिड हिँड्न सक्दैनौँ हामी बिस्तारै हिँड्दैछौँ सबैजना साथीहरूमा 4 जना छौँ हामी 2टा बाइकमा छौँ ल इन्जोय गर्नुहोस् साथीहरू तपाईँहरूलाई म सबै भिडियो देखाउने कोसिस गर्नेछु हाम्रो केटाहरू चाहिँ थकित अवस्थामा छ सबैजना म पनि थाकिसकेँ बाइकमा हिँड्दा कुद्दा पुरा टु मच भइसकिसक्यो थाकेर कन्याममा आइपुग्यौँ कन्याममा छौँ हामी यतिखेर सो गाइज फाइनल्ली वी आर ब्याक टु आवर होम टाउन है किनभने हामीले चाहिँ कन्यामदेखि चाहिँ भिडियो बनाउनै पाएनौँ किनभनेदेखि हाम्रो 2टै मोबाइल चाहिँ चार्ज नभएर स्विच अफ भयो डेड भयो क्या त्यही भएर अनि हामी चाहिँ राति घर आइपुग्न यहाँ लगभग 10:30 बजी राति आइपुगेको थियौँ दमकदेखि पानीमा भिज्दै पानीले भिजाएर पानीले कुटेर लोड भएर आइपुग्यौँ त्यही भएर पनि हामीले भिडियो बनाउनु पाएनौँ एउटा त मेन अर्को कुरा त मोबाइलमा चार्ज थिएन मोबाइल 2टै स्विच अफ भइसकेको थियो त्यही भएर भिडियो बनाउनु पाएनौँ आई एम सरी फर द्याट है तपाईँलाई अर्को भिडियोमा भेट्नेछु इफ गाइज आर न्यू भ्युवर्स डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल प्लिज सब्सक्राइब गरेर मलाई सपोर्ट गर्नुहोस् सी यू अन नेक्स्ट भिडियो गाइज थ्याङ्क यू बाई बाई